आएको थियो हिमाल देख्न सक्नुहुन्छ तपाईहरुले हामी यो अब जान लागिरहेको छ यो तपाईले देख्न सक्नुहुन्छ मेरो युट्युब च्यानलमा मेरो वरुण आलेमा देख्न सक्नुहुन्छ अनि हाम्रो यो सुनिल दाइ के भन्न सक्छ सुनिल दाइ तपाईलाई यो कालीन चोक भगवती माता शक्तिशाली देवताको माताको रूपमा चिनिन्छ हजुर हजुर यो चाहिँ दोलखा जिल्लामा देखि तपाईको समुद्र सतहदेखि 3805 मिटर माथि रहेको छ यहाँ चाहिँ आएर चाहिँ मान्छे दर्शन गरेर पूजापाठ गरेर चाहिँ इच्छाएको कुराहरू पुग्ने बडीको एउटा रुटिन सोच भएकोले एकचोटि यो ठाउँ आउनै पर्ने छ स्वर्गको आवास पनि हुने हामीले यता देख्न सक्छौँ हैन हिमाल हिउँ तपाईँको बादलले छोपेको रमणीय एउटा स्वर्ग भन्दा कमी छ नेपाललाई त्यतिकै स्वर्ग भनेको होइन हैन हजुर त्यही भएर सबैलाई म चाहिँ के भन्छ एकचोटि यहाँ आएर स्वर्गको आनन्दसहित शक्तिशाली माता काली देवी भन्छौँ कालिचोक भगवती माताको सबैले दर्शन गर्नु होला मेरो भनाइ यही हो हस् त अब भगवती माताले सबैको रक्षा